चाहिँ फेरि मेरो बुढा मोबाइल चलाएर बस्नु भएको रहेछ। फेरि म उहाँलाई एउटा प्रश्न गर्छु। ल सुन्नु त बुढा, यता तपाईँ चाहिँ कुन धर्म मान्नुहुन्छ? म धर्म भन्ने कुरा चाहिँ कस्तो हो भने प्रमुख कुरा त हामीले धर्म के हो बुझ्नुपर्छ कि धर्म भनेको चाहिँ एक्लोपन अथवा एकदमै उदासता जीवनमा छाइरहेछ भने त्यसलाई शान्ति ल्याउने काम चाहिँ धर्मको माध्यमबाट हुन्छ। र धर्म भनेको चाहिँ महाज्ञान हो। त्यो धर्म भन्ने मान्ने कुरा होइन के, यसलाई धर्म भन्ने कुरा चाहिँ अध्ययन गर्ने कुरा हो। यसलाई अध्ययन गर्ने, सबै धर्महरूलाई अध्ययन गर्ने होइन, बुद्ध धर्मको त्रिपिटकलाई अध्ययन गर्ने, क्रिस्चियन धर्मको बाइबललाई अध्ययन गर्ने होइन, मुस्लिमको पुराणलाई अध्ययन गर्ने होला, अथवा अन्य सबै धर्मको महावाणी हुन्छ, त्यो ज्ञान हुन्छ, त्यसलाई अध्ययन गर्ने र त्यो अध्ययन गरेका कुरालाई चाहिँ साइन्ससँग जोडेर त्यसलाई इन्भेन्सन गर्न सक्ने कुरालाई इन्भेन्सन गर्ने हो। धर्म मान्ने कुरा होइन। र तपाईँ हामीले कुनै कुनै कुराहरू ती पुस्तकमै लेखेका कुनै कुनै कुराहरू यस्ता कुराहरू हुन्छ, ती कुराहरूले चाहिँ के गर्छ भनेर भन्दाखेरि हाम्रो मनलाई शान्ति दिने काम गर्छ होइन। हामीलाई त्यो बिलिफ हुन्छ, विश्वास गर्ने एउटा वातावरण सिर्जना गरिदिन्छ र त्यसले हाम्रो मनलाई शान्ति दिन्छ र त्यो विश्वको मानिसहरूले ती कुराहरूलाई फलो गर्छ। शान्ति, मनमा शान्ति ल्याउने काम होइन, सबै मानिसलाई एक बनाउने काम होइन, सबै मान्छे एक हो भन्ने, सबै संसारका जीवहरू एक हुन् भन्ने खालका त्यस्ता खालको अनुभूति दिलाउँछ र धर्मले शान्ति स्थापना गर्छ। त्यही भएको कारणले गर्दाखेरि म धर्म मान्ने भन्दा पनि धर्मलाई चाहिँ विविध धर्महरू छ, ती कुराहरूलाई अध्ययन गरेर त्यसको वास्तविक यथार्थ चुरो कुराहरूलाई पत्ता लगाएर त्यसलाई चाहिँ साइन्ससँग जोडेर इन्भेन्सन गर्नुपर्छ होइन, नयाँ सृजना गर्नुपर्छ। किनभने यो पुराना धेरै महत्त्वपूर्ण ज्ञानहरू, धेरै राम्रो सोचहरूबाट ती पुस्तकहरू लेखिएको हुन्छ। त्यो एउटा पुस्तक मात्रै होइन, कुनै एउटा धर्मको पुस्तक मात्रै होइन, त्यो सबै धर्मको पुस्तकहरूमा केही कुराहरू कमन पाउन सक्छ, केही कुराहरू चाहिँ फरक पाउन सक्छ। र त्यो फरक कुरा के हुन्, त्यो कमन कुराहरू के हुन् होइन भन्ने कुरा, हत्या, हिंसा, अन्याय, अत्याचार गर्नु हुँदैन भन्ने खालका कुराहरू चाहिँ सबै धर्ममा आउँछ। तर त्यो आउँदै गर्दाखेरि त्यहाँनिर कतिपय कुराहरू लुकेका कुराहरू छन्, ती कुराहरूले चाहिँ साइन्ससँग जोडेको, टेक्नोलोजीसँग जोडेका कुराहरू होइन, इन्भेन्सन गर्नुपर्ने कुराहरूलाई चाहिँ त्यहाँनिर विश्व ब्रह्माण्डदेखि लिएर पातालको कुरादेखि लिएर होइन, पृथ्वीको कुरा होइन, संसार मङ्गल ग्रहकै कुरा, हरेक कुराको चाहिँ त्यसमा ज्ञानहरू हुन्छ र त्यसमा वर्षको क्यालकुलेसनदेखि लिएर हरेक कुराहरू हुन्छ। त्यसलाई चाहिँ हामीले बुझ्नुपर्छ जस्तो चाहिँ मलाई लाग्छ। त्यही भएर म कुनै पार्टिकुलर धर्ममा म हिँडेको छैन अहिलेसम्म होइन। त्यो पार्टिकुलर कुनै एउटा धर्ममा लागेर अर्को चाहिँ गलत हो भन्ने खालका त्यसरी होइन, त्यसलाई अध्ययन गरेर त्यसको सही कुरा पत्ता लगाएर त्यसलाई चाहिँ साइन्ससँग, विज्ञानसँग जोडेर चाहिँ त्यसलाई नयाँ सिर्जनाको कुराहरूमा लानुपर्छ जस्तो चाहिँ मलाई लाग्छ। त्यसैले म एउटा पार्टिकुलर धर्म मान्ने भन्ने चाहिँ हुँदैन ल है।